नेपाल इन एवरी मैच। नहीं जीतेगा, हमारा मर्जी है, हमारा दिस इज अवर टारगेट, नहीं जीतेगा। क्या मैं समझा नहीं आपकी बात? हमारा टारगेट है, हम नहीं जीतेगा। फिर खेलते क्यों है? हमारा मर्जी। कसले भन्यो नेपाल गेम हार्नमा नेपालको गल्ती छ भनेर? नेपालको 1% पनि गल्ती छैन। गल्ती त नामिबियाको छ, जसले 150 प्लस स्कोर बनायो, जसले 212 रनको टार्गेट दियो। नेपालको त गल्ती नै छैन, नामिबियाले चिटिङ गरेर जितेको हो। किनभने नेपालको औकातै छैन 212 रन चेज गर्ने। नेपालको त औकात भनेको 150 रनको हो, 150 रनको मात्र हो। किन नामिबियाले 150 रन 150 प्लस स्कोर बनायो त? नामिबियाले चिटिङ गरेर जितेको हो। जब नामिबियाले पहिला ब्याटिङ गरेर 212 रनको टार्गेट दिएको थियो, त्यति बेला नै मलाई लागिसकेको थियो कि आज नेपाल पक्कै हार्छ भनेर। किनभने नेपालको औकात भनेको 150 रनको मात्र हो, अवे फ्रम द होम। घर बाहिर नेपालले 150 रनभन्दा धेरै बनाउनै सक्दैन नेपालको पर्फर्मेन्स हेर्ने हो भने। जब नेपाल 212 रन चेज गर्न आउँछ, सुरुमा ओपनर पार्टनरसिप हेर्दा कुशल भुर्तेल र आसिफ शेखको राम्रो बनिरहेको थियो। कुशल भुर्तेल र आसिफ शेखले राम्रो स्टार्ट दिएका थिए। त्यसपछि अलि आश भरोसा पलाएको थियो नेपाल आज जित्छ भनेर। तर सधैँको कहानी त्यस्तै, सुरुमा ओपनर ब्याट्सम्यानले राम्रो स्टार्ट दिन्छन्, फेरि आउने प्लेयर मिडल अर्डर ब्याट्सम्यानले पुरै डट बल खेलेर ध्वस्त पारिदिन्छन्। आज म रोहित पौडेललाई ब्लेम गर्न चाहँदैन, किनभने रोहित पौडेलले राम्रै खेलेको छ है। किनभने रोहित पौडेलले 50 बलमा 41 रन बनाएको छ, त्यो भनेको त्यति नराम्रो होइन। आजको म्याचमा नेपाललाई हराउने पात्र को हुन्छ तिनीहरूको म नाम लिनेछु अहिले। तर रोहित पौडेलको कुरा गर्दै थिएँ म। रोहित पौडेलको आज गल्ती नै छैन है। रोहित पौडेलले ब्याटिङमा राम्रै दिए हुन्। 50 मा 41 भनेको दिस इज नट ब्याड, त्यो चाहिँ धेरै नराम्रो होइन। किनभने यो T20 होइन, ओडिआई हो। ओडिआईमा यही रेसमा खेल्नुपर्छ। कुन कुन प्लेयरले आज नेपाललाई हराए त? नेपाललाई हराउने मुख्य पात्र भनेका मिडल अर्डर ब्याट्सम्यान, जस्तै ओपनर पार्टनरसिप हाम्रो राम्रै चलिरहेको थियो। कुशल भुर्तेल र आसिफ शेखले राम्रो स्टार्ट दिएका थिए। त्यसपछि मिडल अर्डरले आएर पुरै ध्वस्त पारिदिए। ईशान पाण्डे, भीम सार्के, आरिफ शेख, यी प्लेयरहरूले आज नेपाललाई हराए भन्दा फरक नपर्ला। त्यस्तै दिपेन्द्र सिंह ऐरी। दिपेन्द्र सिंह ऐरी पनि सुरुमा एकदम बेकार खेलिरहेका थिए, तर उनी रन आउट भए। आज दिपेन्द्र सिंह ऐरी 12 चोटि रन आउट भएका छन् ओडिआईमा। ओडिआई फर्मेटमा यति धेरै डट बल कसले खेल्छ यार? यो कुनै टेस्ट म्याच चलिरहेछ, यो टेस्ट म्याच चलिरहेछ र? आज म बोलरलाई ब्लेम गर्न चाहँदैन, किनकि बोलरले चाहिँ राम्रै गरेको हो। करण केसीले 5 विकेट लिएर नामिबियालाई 212 रनमा रोकिदिएका थिए। नत्र भने नेपाल 3 रनले होइन 50-60 रनले हार्थ्यो कि। यदि करण केसीले 5 विकेट नलिएको भए नेपाल 50-60 रनले हार्थ्यो, 3 विकेटले होइन। पक्कै पनि बोलरले राम्रै गरेको हो। नामिबियालाई 212 रनमा रोकेकै हो। 212 रन भनेको ओडिआईमा धेरै ठुलो रन चेज होइन कि, तर हामी नेपालको लागि भने धेरै हो। नेपाललाई हराउने मुख्य पात्र हुन् मिडल अर्डर ब्याट्सम्यान ईशान पाण्डे, भीम सार्की, आरिफ शेख, जसले डट बल माथि डट बल खेलेर नेपाललाई हराए। अर्को म गुलसन झाको कुरा गर्न चाहन्छु। गुलसन झा यार जहिले पनि यो अवस्थामा आएर गुलसन झालाई पठाइदिन्छन् कि जुन अवस्थामा नेपाल अलमोस्ट हारिसकेको हुन्छ। गुलसन झा जहिले पनि यही अवस्थामा आएर फस्छ कि जहाँ अलमोस्ट नेपाल हारिसकेको हुन्छ। मिडल अर्डरका ब्याट्सम्यान डट बल खेलेर नेपाललाई प्रेसरमा झन् रिक्वायर्ड रन रेट धेरै भइसकेको हुन्छ। त्यो अवस्थामा आएर नेपाललाई फसाउँछन्, अनि त्यसपछि गुलसन झालाई पठाउँछन्, ल चेज गर भनेर। अलमोस्ट नेपाल हारिसकेको हुन्छ, त्यो अवस्थामा आएर गुलसन झाले के गर्ने हो यार? गुलसन झाले एकदम राम्रो पर्फर्मेन्स दिएर राम्रो ब्याटिङ गरेर पनि गुलसन झा चेज गर्न सक्दैन, म्याच फिनिस गर्न सक्दैन। त्यो अवस्थामा यो मिडल अर्डर ब्याट्सम्यानले त्यो अवस्थामा ल्याएर नेपाललाई राखिदिएको हुन्छ क्या। हिजोको गुलसन झाको ब्याटिङ हेर्ने हो भने गुलसन झाले राम्रो खेलेका छन्। 10 बलमा 19 रन ओडिआईलाई T20 को फर्मेटमा खेलेका छन् क्या। त्यही पनि नेपाल 3 रनले हारिसक्यो। नेपाललाई लास्टको ओभरमा 6 बलमा 17 रन चाहिएको थियो कि। कसरी चेज हुन्छ कि 6 बलमा 17 रन? यो आइपिएल होइन कि, यो इन्डियाको आइपिएल होइन कि जो 6 बलमा 17 रन चेज हो। आइपिएलमा त 6 बलमा 17 के 6 बलमा 25 रन पनि चेज हुन्छ, तर यो इन्टरनेसनल क्रिकेट हो, यसमा 6 बलमा 17 रन चेज गर्न धेरै गाह्रो पर्छ के। नेपालले म्याच जित्नु त त्यस्तै हो, तर हिजोको म्याचमा रेकर्ड भने खत्रै बनेका छन् साथीहरू। कुशल भुर्तेलले 4000 रन कम्प्लिट ओडिआई प्लस T20 मा। आसिफ शेखले 2000 रन ओडिआई रन कम्प्लिट। करण केसी बिकम्स द सेकेन्ड नेप्लिज बोलर टु क्रस 100 ओडिआई विकेट आफ्टर सन्दीप लामिछाने। सन्दीप लामिछानेपछि दोस्रो प्लेयर बनेको छ करण केसी, जसले 100 विकेट कम्प्लिट गरेको छ ओडिआई फर्मेटमा। म्याच भने हार्यो, रेकर्ड बनेर के गर्ने? रेकर्डको अचार हाल्ने। आसिफ शेखको 2000 रनले के गर्ने?
कुशल भुर्तेलको 4000 रनले के गर्ने, करण केसीको 100 विकेटले के गर्ने, अचार हाल्ने, रेकर्डले के गर्ने। नेपाल त हारिसक्यो। अब नेपाल चाहिँ अफिसियली बाहिर भइसकेको छ 2027 को ओडिआई वर्ल्ड कप क्वालिफायरबाट। कुनै चान्स छैन अब नेपालले ओडिआई वर्ल्ड कप 27 खेल्ने, क्वालिफाई गर्ने कुनै चान्स छैन कि। अब आश भरोसा नराखे हुन्छ नेपाली क्रिकेट फ्यानले, किनभने अब 5 म्याच मात्र बचेका छन्। 5 म्याच मात्र बचेका छन्। ती 5 मा 5 विन गर्न नेपालको यस्तो हालतबाट, यो कन्डिसनबाट के सक्छ त नेपालले 5 मा 5 विन गर्न। अब नेपालले 5 म्याच छन्, 5 मा 5 म्याच विन गरेपछि मात्र चान्स छ, नत्र चान्स छैन। त्यो पनि राम्रो रन रेटमा है फेरि।